ल है लाग्यो कता लाग्यो थाहा छैन भन्नु पर्दा चारो खोज्नु जङ्गल भरे कति ल्याइन्छ चारो थाहा छैन चारो निङ्गुरो के ल्याइने हो जङ्गलमा जे भेट्यो त्यही ल्याउने अनि मेरो ग्रुपहरू यता अगाडि जाँदै हुनुहुन्छ मेरो ग्रुपहरू त हाई भन्नु नि हौ कस्तो खालको हौ बाँदर खेदाउनु गएको कि के गर्नु गएको मेरो ग्रुपहरू भन आज बाँदर खेदाउने अभियान हो होइन आज चारो खोज्ने निङ्गुरो खोज्ने अभियान हो हाम्रो आजको दिन शनिबारको दिन कस्तो पानीमा हिँड्नु परेको छ त्यही भएर लामो पेन लाएर हिँड्दैछु म चाहिँ ल है हामी चाहिँ जङ्गल छिर्नै लाग्यौँ लटरम्म आँप फलेको रहेछ भरे भन्दा 2टा 3टा यो गाउँलाई चाहिँ के पो भन्छ साइला सानो चाँजो त हो कि गाउँको नाम पो त यहाँ दोभान आँपको बोट यत्रो छ सबैभन्दा ठुलो आँपको बोट उहाँ छ बाटो त्यता हो कस्तो मजाले बोटै पछि फलिरहेछ यहाँ गाइस हामी चाहिँ अब जङ्गल पस्यो है खोला यता तल चाहिँ खोला हो यहाँ सानो चाँजो खोला हामी कुन ठाउँ जाने हो थाहा छैन लु अब बाटो त यस्तो छ कसरी हिँड्ने होला चुप्लुङ माछाहरू गढेर माछा यो बाटो त पहिले साह्रै हिँडिन्थ्यो यो बाटो हिँड्नु छोडेको नि 10-12 वर्षै भयो यो बाटो यति हिँडिन्थ्यो कि कहिले पुग्ने होला जङ्गल डोको बोकाइ छ यस्तो खतरा बाटो छ यस्तो खतरा खोलै खोला जानु परेछ लु है गाइस पुरै भिडियो हेर्नु होला मन पर्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला